आफ्नो तेस्रो टी20 विश्वकपमा 3 हार र 1 जित सहित नेपालले आफ्नो विश्वकपको यात्रा अन्त्य गरेको छ। इङ्ल्यान्ड विरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निकै आशा जगाएको नेपालले इटाली विरुद्ध भने निकै लज्जास्पद हार बेहोर्नु पुग्यो। आजको यस भिडियोमा हामी समग्रमा नेपालले विश्वकपमा कस्तो प्रदर्शन गर्यो त भन्ने विषयमा चर्चा गर्नेछौँ। विश्वकपको समूह सीमा परेको नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली थिए। विश्वकपको सुरुवातमा कम्तीमा 2 टोली विरुद्ध नेपालले जित निकाल्न सक्नेछ भन्ने अनुमान नेपाली फ्यानहरूलाई थियो। तर स्कटल्यान्ड बाहेक कुनै पनि टिमलाई हराउन नसकेको नेपाल आफ्नो समूहको अन्तिममा रहेर विश्वकपबाट बाहिरिन पुग्यो। नेपालको सम्पूर्ण खेलहरू भारतको वाङखडे मैदानमा भए तापनि त्यसको फाइदा नेपालले उठाउन सकेन। वाङखडेको पिचले स्पिन बलरहरूलाई खासै मद्दत गरेको पनि देखिएन। फिल्डिङमा पनि नेपालले सोचे जस्तो फिल्डिङ गर्न सकेन। नेपाली खेलाडीहरूले बारम्बार बलहरू मिस गरिरहेका देखिन्थ्यो। विश्वकपमा 2 अर्धशतक सहित 169 रन बनाएका दिपेन्द्र सिंह एरी नेपालको तर्फबाट यस विश्वकपमा वान म्यान आर्मी जस्तै बनेर खेलिरहे। साथै उनले बलिङतर्फ 2 विकेट समेत निकालेका थिए। उनको यही प्रदर्शनको आधारमा उनलाई पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडले 60 लाख पाकिस्तानी रकम दिएर किनेको थियो। यसका साथै उनी टी20 विश्वकपमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत बनेका छन्। विश्वकपमा नेपाल भरबाट मात्र नभई संसार भरबाट उनको चर्चा भएको थियो। इङ्ल्यान्ड विरुद्धको खेलमा 20 बलमा 4 चौका र 2 छक्काको मद्दतले 39 रन बनाएका लोकेश बम यस विश्वकपबाट संसारभर चर्चित बने। जोफ्रा आर्चरलाई लगातार 2 छक्का हानेका लोकेशको तारिफ विश्वभरका क्रिकेट समर्थकहरूले गरेका थिए। लोकेशले अन्तिम ओभरमा 10 रन ल्याएर नेपाललाई जिताएको भए उनको अझ प्रशंसा हुने पक्का थियो। समग्रमा नेपालको ब्याटिङ युनिट स्कटल्यान्ड र इङ्ल्यान्डसँगको खेलमा बाहेक लयमा देखिएन। ओपनर कुशल बुर्तेलले सुरुका ओभरहरूमा केही ठूला सटहरू खेलेर नेपाललाई राम्रो स्टार्ट दिँदा भने नेपालले ठूलो स्कोर बनाउन सफल रह्यो। इटाली र वेस्ट इन्डिज विरुद्ध सुरुवातमा नै बुर्तेल आउट हुँदा नेपाल दबावमा रह्यो र ठूलो स्कोर बनाउन सकेन। अर्का ओपनर आसिफ शेखको यो विश्वकपमा मध्यम प्रदर्शन रह्यो। स्कटल्यान्डसँगको 33 रन र इटालीसँग 20 रन बाहेक अरू खेलमा राम्रो प्रदर्शन गर्न सकेनन्। विश्वकपको सुरुमा 2 खेल गुमाएका सोमपालका लागि यो विश्वकप सुखद रह्यो। वेस्ट इन्डिज विरुद्ध 8औं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले 15 बलको सामना गर्दै महत्त्वपूर्ण 26 रन जोडेका थिए। नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन उनको योगदान महत्त्वपूर्ण छ। स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा 4 ओभर बलिङ गर्दै 25 रन दिएर महत्त्वपूर्ण 3 विकेट लिन सफल रहे। उनले फालेका नक्कल बल र स्लोअर बलको तारिफ कमेन्टेटरहरूले गरिरहेका सुनिन्थे। यसका साथै उनले विकेट लिएपछि गरेको सेलिब्रेसन समेत अहिले भाइरल बनेको छ। अर्को फास्ट बलर नन्दन यादवले 4 खेलमा 5 विकेट लिए। उनले अन्तिम ओभरहरूमा निकै राम्रो बलिङ गरेका थिए। डेथ ओभरहरूमा सधैँ रन खर्चिने नेपाली बलिङ युनिटलाई उनले सम्हालेका थिए। इङ्ल्यान्ड विरुद्ध 4 रनको झिनो अन्तरले नेपाल हार्न पुग्यो। त्यहाँ इङ्ल्यान्डको जितभन्दा नेपालको हारको चर्चा बढी भएको थियो। इङ्ल्यान्ड विरुद्धको उत्कृष्ट प्रदर्शनपछि चारैतिरबाट तारिफ पाएको नेपालले दोस्रो खेलमा आफूभन्दा निकै कमजोर मानिएको इटाली विरुद्ध 10 विकेटको लज्जास्पद हार बेहोर्नु पुग्यो। इटाली विरुद्ध न कुनै ब्याट्सम्यान टिकेर खेल्न नै सके न कुनै बलरले इटालीका ब्याट्सम्यानलाई रोक्न नै सके। इटाली विरुद्धको खेलपछि नेपाली खेलाडीहरूको चौतर्फी आलोचना सुनियो। कति फ्यानहरूले इङ्ल्यान्ड विरुद्ध खेल्दा विश्वकप नै जित्छ जस्तो लागेको थियो, तर इटालीसँगको खेल हेर्दा नेपाल कसरी विश्वकप पुग्यो समेत भन्न भ्याए। इटाली विरुद्ध नेपालले सुरुवातबाट नै दबावमा रह्यो। ब्याटिङतर्फ पहिलो बलबाट नै आक्रामक ब्याटिङ गरेको इटालीले नेपाललाई नमिठो हार चखायो। आफ्नो दुवै खेल हारेको नेपाल तेस्रो खेलमा हार्ड हिटरहरूले भरिएको वेस्ट इन्डिज विरुद्ध खेल्दै थियो। नेपाल टस हारेर ब्याटिङ गर्दा दिपेन्द्र सिंह एरीको 58 रनको मद्दतले 133 रनमा समेटिन्छ। 134 रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले 15.2 ओभरमा 1 विकेट गुमाएर लक्ष्य भेट्याउँछ। नन्दन यादवले 1 विकेट लिन बाहेक कोही बलरहरूले विकेट निकाल्न सक्दैनन् र नेपाल 9 विकेटले हार्न पुग्छ। यस खेलबाट नै नेपाल र टेस्ट राष्ट्रहरू बीचको निकै ठूलो अन्तर रहेको प्रष्ट हुन्छ। समूहको सबै खेल हारेको नेपाल अन्तिम खेलमा स्कटल्यान्ड विरुद्ध टस जितेर फिल्डिङ रोज्छ र सोमपाल कामीको 3 विकेटको मद्दतले स्कटल्यान्डलाई 170 रोक्न सफल हुन्छ। जवाफमा ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात पाउँदै 74 रनसम्म पहिलो विकेटको पार्टनरसिप गर्छ। चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्र सिंह एरीको 50 रनको मद्दतले नेपालले विश्वकपमा पहिलो जित निकाल्छ। यो सँगै 12 वर्ष यता जितबिहीन नेपालको यात्रा समाप्त हुन्छ र 12 वर्षपछि पहिलो जित स्कटल्यान्ड विरुद्ध निकाल्छ। समग्रमा हेर्दा नेपालले आफ्नो विश्वकप यात्रामा उतार चढावका साथमा मध्यम प्रदर्शन गर्दछ। यसपालि वाङखडे मैदानको पिचले स्पिन बलरहरूलाई खासै मद्दत नगरेकाले पनि नेपाली स्पिन बलरहरूले खासै विकेट पाएको देखिएन। नेपालको इतिहास हेर्दा पहिलो ब्याटिङ गर्दा 130-140 रन बनाउँदा समेत नेपाली बलिङ युनिटले विपक्षी टिमलाई अझ कम स्कोरमा रोकेको इतिहास हामीसँग धेरै छन्। तर यस विश्वकपमा बलिङ युनिटले यसो गर्न सकेन। सायद पिचले साथ नदिएको हुन सक्छ। सायद यही कारण हुन सक्छ नेपालका कोच स्टुअर्ट लले समेत नेपालको खेल श्रीलङ्कामा भएको भए हामीलाई फाइदा हुन सक्छ भनेका थिए। अन्तमा नेपाली क्रिकेट सम्बन्धी यस्तै भिडियोहरू हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।